रञ्जिता, आज अहिले नै तिमीलाई म भन्नेवाला थिएँ। हो, पेपर पनि किनेको, कुमारको पैसा नि मैले चलाएको, बुझ्यौ नि? के बुझ्ने हो? हुन नसकेको ज्वाइँ, कति झुटै जिन्दगी चल्छ। तँलाई मैले कति सम्झाएँ, अझ उल्टो परीक्षामा नाम निकाल्न पैसा त लियो, अझै त्यसमाथि पनि एउटा केटीसँग सल्केको छ। यो को केटी? कस्तो केटी? ट्युसन पढ्न कुन केटीसँग जान्छ, कुन केटीसँग फर्किन्छौ, हामीलाई सब थाहा छ। हाम्रै गाउँको बहिनी हो। को बहिनी? अनि बहिनी हो भने अस्ति भाउजू कोठामा किन लिएर गइस्? तिमी धेरै नसोच, त्यस्तो केही पनि होइन, सामान्य कुरा हो। तपाईँले नि पेपर किन्नु भएको हो कि होइन? हो रञ्जिता, मलाई डिभोर्स चाहियो, सक्दिनँ अब बस्न। के? डिभोर्स मागेको सुनेनौ? अब बिहे पनि म आफै साक्षी बसेर गराइदिएको हो, तर डिभोर्स पनि सानो कुरा चाहिँ होइन है रञ्जिता, अलि विचार पुरा। यो घरमा कसले सुन्ने मेरो कुरा? यहाँ अब कोही बोल्दैन। अब बिहा पनि तिमीले गरायौ, अब डिभोर्स पनि तिमीले नै गराउनु पर्छ। मैले भन्दा पनि रञ्जिताले हुन्छ भन्नु पर्यो नि अङ्कल। यो उमेरमा आएर अरू केटीसँग कसरी सल्के होला नि तिनी? खास कुरो के हो? तिमीलाई केही पनि थाहा छैन। थाहा नभएको मान्छे चुप लाएर बस्ने। कुनै केटीसँग केही चक्कर चलेको छैन उहाँको, त्यस्तो केही पनि होइन। खासमा म नै अन्धो जस्तो भएर माया गराएछु। उहाँले पेपर किन्नुभयो, मसँग झुटो बोल्नुभयो। मलाई लागेको थियो उहाँ बदलिनुहुन्छ भनेर, तर उहाँ त पहिले जस्तै हुनुहुँदो रहेछ। म तयार छु। डिभोर्सको तयारी भोलि नै गर्नुहोस्। तपाईहरू एकअर्कालाई छोड्न तयार हुनुहुन्छ? त्यहाँ साइन गराउनुहोस्। तपाईँ पनि गर्नुहोस् न। कस्तै माया गर्नको लागि दुवैजनाको सहमति चाहिने, डिभोर्स गर्नको लागि एकजनाको मनवृत्ति पुग्ने। तिम्रो कविता सुन्न आएको होइन, यहाँ खुरुको साइन गर। तपाईहरूलाई अदालतले विचार परिवर्तनको लागि 1 महिनाको समय दिएको छ। कुरो भन्नु हो 1 महिनासम्म विचार परिवर्तन भएन भने
आधिकारिक रूपमा तपाईँहरूले डिभोर्स सर्टिफिकेट पाउनुहुनेछ। तपाईँहरूको विचार परिवर्तन गर्ने समयावधि सकिएको छ। आज तपाईँहरू आधिकारिक रूपमा छुट्टिनु हुनेछ। कुरो होइन हो? रञ्जिताजी, छुट्टिने निर्णयमा तपाईँको के आपत्ति छ? छैन श्रीमान। तपाईँ छुट्टिने होइन नि। तपाईँ एकछिन चुप्प लाएर बस्नुहोस्। कुरो होइन भयो? के भएको त? के सोचिरा? अब तपाईँ बिचमा एक शब्द बोल्नुभयो भने बाहिर जानुहोस्। कुरो होइन हो? तपाईँ तयार हुनुहुन्छ छुट्टिनेको लागि? म त यति सजिलै छुट्टिन तयार छैन। हामी त्यति सजिलो एक भएको पनि थिएनौँ। अब ऊ तयार छ भने म पनि तयार छु। म पनि तयार छु। रञ्जिताजी, त्यहाँ साइन गर्नुहोस्। पख्नुहोस्। एक अन्तिमचोटि म तपाईँहरूलाई मौका दिन चाहन्छु। कुरो होइन हो? तपाईँहरू दुवैजना बाहिर जानुहोस्, कुरा गर्नुहोस्, अनि तपाईँ पनि सुन्नुहोस् उसको कुरा। कुरो होइन हो? म अब तिमीलाई कसरी सम्झाउँ? मलाई डर लागेको थियो। तिमी सरकारी जागिरको छोरी, म काम नगर्ने। मैले बोल्नु हुन्थेन। अलिक धेरै समय झुट बोले। डर थियो तिमीलाई गुमाउँछु भन्ने मलाई। भन। ठिकै छ, अब धेरै दुःख दिन्न। मैले बोलेर तिमीलाई केही असर गर्दैन भने मैले बोलिराख्नुको कुनै अर्थ छैन। बाँच्नुको नि कुनै अर्थ छैन। मेरो भाग्य नै यही रहेछ। यही समय हो भने मैले तिमीसँग बिताउने मौका पाएँ। म बिना एक्लै बस्न सक्नुहुन्छ? थाहा छैन, तँ पनि सिकौँला। मलाई माया गर्नुहुन्छ? गर्छु। र यो कुरामा म कसम खाँदिनँ रहन्छु। मैले धेरै कुरामा झुट बोले होला, तर तिमीलाई माया गर्छु भनेर कहिले पनि डाँटिनँ। म कसरी विश्वास गरौँ? ठिक छ, विश्वास नगर्दा नै हुन्छ। मैले धेरै भरोसाहरू तोडिसकेको छु। नराम्रो काम गर्नुभयो, मलाई भन्नु भएन। नराम्रो काम भन्ने कुरा पनि आएन। ठिकै थियो। कमसेकम मेरो मायाले त पछि सुध्रिनु भयो कि भन्ने कत्रो ठुलो आश गरेको थिएँ मैले। अब कुन विश्वासका साथमा तपाईँसँग घर फर्क्यौँ? विश्वास बिना त सम्बन्धको कुनै पनि अर्थ हुँदैन। ठिकै छ, तिमीले मसँग जिन्दगी बिताउन सक्दैन भने मेरो एकरो जिद्दीले पनि केही चल्दैन। जिद्दी गर्नु न त। के? जिद्दी गर्नु न त, रोक्नु मलाई।
भेडाइज के भयो? अझै कुरा सकेन तपाईँहरूको? छुट्टी नै मन छैन भने अदालतमा आएर किन रमिता देखाउनुहुन्छ? कुरो बुझ्नुभयो?